आज आलु र सोयाबिनको सुक्खा तरकारी बनाउँदैछु। खाना साह्रै मिठो हुन्छ। चाहिने जति सोयाबिनलाई धोइ पखाली गरेर एकछिनसम्म भिजाएर राखेँ। यो मजाले भिजिसके पछाडि चाहिँ यसको सबै पानी निचोरेर मैले प्यानमा थोरै तेल हालेर चाहिँ यसलाई मजाले फ्राई गरेँ। यसरी फ्राई गरेर बनाएको सोयाबिनको टेस्ट एकदमै मिठो आउँछ। त्यस्तै मैले यो फ्राई भइसकेपछि अरू तरकारीहरू चाहिँ आलु, प्याज, टमाटर मैले लिएकी छु यसमा मिसाउनको लागि। कराई बसाले, तोरीको तेल हाले, त्यसमा चाहिँ अलिकति मेथी र जिरा फुराएँ, रातो खुर्सानी फुराएँ एउटा, अलिकति हिङ फुराएँ। त्यस पछाडि यसमा चाहिँ प्याज फुराएँ मैले। प्याज एकछिनसम्म पाक्न दिइसके पछाडि चाहिँ आलु हालेर मजाले यसलाई चलाउँदै पकाउँदै गरेँ। यो नयाँ आलु हो। यसमा अब मैले बेसार र तरकारी मसला हालेर एकछिनसम्म भुटेँ। यसलाई चाहिँ छोप्दै पकाउँदै गरेँ। अब यसमा मैले टिमुर र लसुनको पेस्ट पनि हालेँ। स्वाद अनुसारले नुन हालेर यसलाई मजाले चलाइसकेपछि अलिकति पानी हालेर एकछिनसम्म यसलाई पाक्न दिनको लागि छोपेर पकाएँ। त्यसपछि यसमा मैले अघि काटेर राखेको टमाटर र हरियो खुर्सानी पनि हालेँ। यसलाई पनि छोप्दै पकाउँदै गरेँ। जब टमाटर मजाले गल्यो त्यस पछाडि मैले यसमा अघि फ्राई गरेको न्युट्रेला अथवा सोयाबिन हालेर मजाले एकछिनसम्म यसलाई मिक्स गरेँ। थोरै पानी हालेर यसलाई छोप्दै पकाउँदै गरेँ सानो आँचमा। यतिको भइसकेपछि तरकारी रेडी भयो। यो सुक्खा सोयाबिनको तरकारी हो। यो चाहिँ एकदमै धेरै मिठो हुन्छ। हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ। साह्रै मिठो हुन्छ।